विकास भएन, देश विकास भएन, दुःख पाइयो हामीले, देश विकास भएन। हामी चाहिँ सुध्रिनु परेन देश विकास हुनको लागि? सरकारले राम्रो काम गरिरहेको बेला त सहयोग गरौँ न सबै। सहयोग गर्दा हुँदैन देश विकास? मेरो छोरा विदेश गयो, जानु पर्यो उतै, विदेशमा दुःख पायो, हाम्रो साथमा बस्न पाएन। हाम्रो साना छोराछोरीले पनि अब के हुने, अब छोराछोरीको भविष्य? सरकारले विकासको लागि काम गरिराख्दाखेरि त सहयोग गर्नु नि, सबै मिलेर सहयोग गर्नु नि। हामीलाई स्विजरल्यान्ड जस्तो देश चाहियो, सिङ्गापुर जस्तो देश चाहियो, तर हामीले गरेको के छ? स्विजरल्यान्ड देश हामी छौँ त्यहाँको जस्तोको मान्छे, त्यहाँका मान्छे जस्तो छौँ हामी? चौतारामा गयो, राजनीतिक गफ गर्यो, दुनियाँको कुरा काट्यो, बस्यो, काम गर्नु छैन, अर्कालाई कसरी पछार्नु छ त्यसको लागि मात्र सोच्यो, अनि देश विकास भएन, देश विकास भएन। सरकारले कस्तो मजासँगले चाहिँ युनियनहरू खारिज गरिरहेछ, विद्यार्थी सङ्घहरू खारिज गरिरहेछ, कर्मचारी सङ्घहरू खारिज गरिरहेछ, राजनीतिक आडमा चाहिँ पालेका सबैजनालाई, सबैवटा सङ्घ संस्थाहरू खारिज गरिरहेछ। त्यसलाई सहयोग गर्नु छैन। रोडमा आयो, यो भएन, यस्तो भएन, अनि देश विकास भएन, दुःख पाइयो। राम्रो काम गर्नेलाई सहयोग गर्नु न सबैले मिलेर। सरकारले अहिले राम्रो काम गरिरहेछ त, अनि देश चाहिँ विकास भएन। सिङ्गापुर जस्तो चाहियो अरे देश। सिङ्गापुर जस्तो देश हुनको लागि त हामी पनि सिङ्गापुर जस्तो मान्छे हुनु पर्यो नि त, व्यवहार हुनु पर्यो नि त, बानी हुनु पर्यो, नियम फलो गर्नु पर्यो, त्यसै सिङ्गापुर देश जस्तो हुन्छ। हामी चाहिँ 16औँ शताब्दीको मान्छे जस्ता छौँ, अनि अहिले 21औँ शताब्दी चल्दैछ, अनि विकास चाहियो अरे ठुलो। हामी परिवर्तन हुनु न पहिला, आफू परिवर्तन भए पो हुन्छ त। रोडमा उफ्रिनु छ, रोडमा यो सरकार भएन, यस्तो भएन। सरकारलाई चाहिँ चुपचाप लागेर काम गर्न देऊ न, काम गर्नु मजाले सरकारलाई चाहिँ। अनि कसो देश बन्दैन, कस्तो हुँदैन रहेछ, अनि कसरी सिङ्गापुर जस्तो हुँदैन देश? फटाहरूको सङ्गतमा लागेको छ, अनि एउटाले के भनेको छ त्यसको पछि लागेको छ। काम गरौँ न, काम गरौँ सबैले। सरकारलाई काम गर्न दिनुहोस्। सरकारले राम्रो काम गरिरहेछ अहिले, सबै जनताको हितको लागि काम गरिरहेछ सरकारले। यहाँ हेर्नुहोस् देश विकास भनेको कस्तो हुन्छ। यहाँ हेर्नुहोस्, यस्तो हुन्छ देश विकास।